हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। मलाई चाहिँ आज रुगा लगाएर छ, के भएर हो रुगा लगाएर चाहिँ हिजोदेखि होइन। आजको कन्टेन्ट चाहिँ के हो त, कन्टेन्टै मर्ला कसो गरौँला, यस्तै छ जिन्दगानी। दर्पण छाया कसैले गर्दैन हामीलाई माया। प्लिज माया देखाउनु पऱ्यो माया। हाम्रो गेस्ट हाउसको बाहिरपट्टि चाहिँ यस्तो छ भ्यू। नेपालमा चाहिँ कुकुर भयो जस्तै यो बिरालो चाहिँ म्याउ म्याउ। यता चाहिँ किम्बुको बोट रहेछ केटा हो। किम्बु चाहिँ सब चराले खाएर सिद्धाइदिन्छ यहाँको। बत्ती बालिदिने हो मेरो। बिहान चाहिँ सरसफाइ गर्नुपर्छ सबै एरिया। राति चाहिँ यसरी ट्याक्क लाएर बत्ती बालिदिने हो। ट्याक्क लाएर सबै ठाउँतिर बत्ती बल्यो। यता सनसेट हुँदैछ, यता लाइट राइज हुँदैछ। सनराइज होइन, लाइट राइज। भिडियो बनायो, डुल्यो हिँड्यो। बिहान चाहिँ पसिना पकाउने गरी काम गर्नुपर्छ, बेलुका चाहिँ बत्ती बालिदिने अनि त्यसपछि सनबेडहरू माथि तानिदिने काम हो केटा हो। आज पनि पानीको फ्लो चाहिँ वाइल्डले छ। म चाहिँ मेरो इलाका आइसकेको छु आज धेरै पछि, लगभग एक हप्तै पछि आयो होला हौ। यो क्र्याबहरू हेर न, वाइल्ड छ भने वाइल्ड। आज चाहिँ छैन केही कन्टेन्ट, बिस्तारै हुन्छु सब चेन्ज। कमेन्ट हाल्नु भने आउँछ गोपाल कन्टेन्ट। हजुरको यस्तै हावाहुरी तिमीहरूलाई देखाउँछु म पारापुरी। मेरो दारो लास्ट रुगा लगाएर जार आवाज पनि चेन्ज आएर होला आज त एकटा। म चाहिँ आधा घन्टा जति यहाँ बसेँ, एकछिन रेस्ट हालेँ। अनि अब चाहिँ म जानुपर्छ काम त सिधै। अब ड्युटी टाइम चाहिँ सिधै होइन, गएर यसो बस्दिनु पऱ्यो नि। फेरि खोज्यो भने कहाँ गयो भन्ला। अनि यस्तै चाहिँ केटा हो। स्यालेरी पनि पाउन त पाइयो, तर पठाउन पाएको छैन नेपाल। कस्तो घन्टा जस्तो सिस्टम हो यो। घरको पैसा पनि पठाउन गाह्रो रे। आमा छोरा लामखुट्टे पनि बोसको चम्चा हो क्या यो पनि। आएर ट्याक्क लाएर टक्छ त। चुटिया ठाउँ छ मालदिप्स केटा हो। आउनुभन्दा अगाडि अलिक बुझेर आउनु होला। कन्टेन्ट सन्टेन्ट छैन हाम्रो त, यस्तै हावाहुरी चलिरहेछ। हावाहुरी लाइक गर्नु पऱ्यो। अब बाह्रदेखि बुढी, बच्चादेखि बुढी सबैजना सपोर्ट गर्नु पऱ्यो। कस्तो टाइपको भिडियो बनाउनु भन्नु पऱ्यो। म त अब नयाँ जे पाए त्यही बनाएर हालिरहेको हुन्छु। कपाल पनि बढिसक्यो, बढोस् काट्दिनँ अब त। म यतिसम्म पाल्ने विचार छ। हेरौँ के हुन्छ, हेरौँ न। मौका मिल्यो भने त पाल्नुपर्छ। अनि के गरे यसो औडा देख्यो भने चाहिँ काट्नै पर्छ। औडा भएर बस्नुहुन्छ त काटेकै राम्रो नि। कपाल पालेर हुने के हो र। यस्तै छ, अल्छी लाग्न थाल्यो। अब यसो बाहिरतिर निस्क्यौँ अनि त्यसपछि भ्लगिङ डाल्नुपर्छ बाहिरतिर निस्केर। यताभित्र चाहिँ लामखुट्टेले टोकेरै मार्ला जस्तो समुद्रमा हान्दैछ यस्तो बोट, रिक्सी बोट। तर लाइफ ज्याकेट लगाएको चाहिँ केही पनि हुँदैन। बुढाबुढी टक्क लाएर डेटिङ हिँड्दैछन् बोटमा। आहा कति रमाइलो। यस्तो पो हो त जिन्दगी भने। फर्स्टमा पैसा कमाउने केटा हो, त्यसपछि केटी भने जति नि पाइहाल्छ। घुम्ने ठाउँ त यसो हरिक छँदैछ, जहाँ घुम्नु भइहाल्यो। यस्तो चाहिँ केटा हो। अब चल्दैछ जिन्दगी। हामीले त अब भर्खर एज हुँदैछ, तर हेर्दाखेरि चाहिँ बुढो देखिन्छ होइन। एज चाहिँ भर्खर भयो 19 वर्ष। 19 वर्ष भयो केटा हो भर्खर होइन। लाइक सेयर सब्सक्राइब हाल्नु पऱ्यो। अनि म मेरो रियल एज भन्छु तपाईँहरूलाई। अहिले चाहिँ 19 वर्ष हो अहिले।
सेयर सब्सक्राइब कमेन्ट यताउति सपोर्ट साथीभाइलाई सेयर हान्नु पर्यो। के भइरहेछ यहाँ? सपोर्ट चाहियो है, सपोर्ट चाहियो। यस्तो भ्यू छ हाम्रो, माउन्टेन भ्यू छैन, ओन्ली कोको कोला। पानीको खोला होइन, यो हो समुद्र।